हाम्रो दिलबीरको जति पनि कन्ट्रिब्युटरहरु छ है उनीहरु सबैलाई धेरै धेरै धन्यवाद। हाम्रो दिलबीर गाउँ चाहिँ बहुतै ठुलो छ हैन। आज दिलबीर भनेपछि तल्लो गाउँ पनि आउँछ, दिलबीर भनेपछि आज मंगर गाउँ पनि आउँछ है। यो भन्दा अगाडि पनि मैले दिलबीर गाउँको कन्ट्रिब्युटरहरुलाई थ्यांक यू भिडियो पठाएको थिएँ है। र आज फेरि पनि थ्यांकिङ भिडियो नै मैले गरिरहेको छु। र यो चाहिँ दिलबीर मंगर गाउँ है, जहाँ चाहिँ पहिला हामी बस्ने गर्थ्यौं। सेकेन्डमा चाहिँ हामी फेरि तामाङ गाउँमा बस्ने गर्थ्यौं है। र यो भन्दा अगाडिको भिडियो चाहिँ ती दिलबीर तामाङ गाउँको कन्ट्रिब्युटरहरुको लागि थियो। र यो चाहिँ दिलबीर मंगर गाउँको कन्ट्रिब्युटरहरुको लागि धेरै धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छु। हामी सबै कमल फ्यामिलीको तर्फबाट धेरै धेरै धन्यवाद। इच एन्ड एभ्री कन्ट्रिब्युटर है, तपाईहरुको एउटा सानो कन्ट्रिब्युसनले चाहिँ आज हाम्रो फ्यामिली भित्रको जति पनि सदस्यहरु छ उनीहरुको आँखाको आँसु मेटाउनुमा तपाईहरुको ठूलो भन्दा पनि ठूलो हात छ है। र त्यसै कारण नै आज तपाईहरु सबैलाई जति पनि लिस्टेड मेम्बर्सहरु छ, लिस्टेड कन्ट्रिब्युटरहरु छ सबैलाई चाहिँ कमल फ्यामिलीको तर्फबाट धेरै धेरै धन्यवाद है। र यो भिडियो जसले देख्नु हुँदैछ, हेरिराख्नु भएको छ, मेरो जति पनि फलोवर्सहरु फ्रेन्ड्सहरु जति पनि हुनुहुन्छ, तपाईहरुले सक्दो यो भिडियोलाई चाहिँ शेयर गरिदिनुहोस्। फेरि अरु पनि हुन सक्छ तपाईहरु जस्तो एउटा हेल्पफुल मान्छेहरु है, तपाईहरु जस्तो अग्रसर भएर कसैको हेल्प गर्न चाहनेहरु अझै पनि थुप्रै होला है, जोसम्म चाहिँ यो सहयोगको लागि भिडियोहरु पुगेको छैन। र त्यहाँसम्म यो भिडियोहरु पुगोस् र चाहिँ यसको लागि पनि शेयर गर्नु भनेर चाहिँ एउटा सानो अनुरोध गर्न चाहन्छु। र उनीहरुलाई धेरै धेरै धन्यवाद। स्पेशली हाम्रो मामा सुनिल मंगरलाई चाहिँ धेरै धेरै धन्यवाद। उहाँले आफ्नो कीमती समय उहाँ र उहाँको टिम, उहाँसँग जति पनि सहयोगीहरु थिए उनीहरु सबैलाई स्पेशल थ्यांक। किनभने अहिलेको यस्तो एआई को जमानामा है, आजको रेटमा मान्छेहरु यति साह्रो बिजी छ, कसैले कसैको लागि केही गर्न सक्दैन, चाहदा पनि सक्दैन है। कसैले स्पेशली त चाहदैन, तर फेरि पनि यस्तो जमानामा है मामाले आफ्नो कीमती समय निकालेर है तलदेखि माथिसम्म, वरदेखि परसम्म पुरा कभर अप गरेर चाहिँ तपाईले आज समय, आफ्नो कीमती समय दिएर है धेरै भन्दा धेरै सानो एमाउन्टलाई मिलाएर ठूलो एमाउन्ट गराएर तपाईले कन्ट्रिब्युट गर्नुभएकोमा चाहिँ धेरै भन्दा पनि धेरै धन्यवाद है। भगवानले सबै हाम्रो दिलबीर गाउँवासीहरुलाई इच एन्ड एभ्री हाउसेस ब्लेस्ड बाई गड है, भगवानद्वारा चाहिँ हमेशा नै आशीर्वादहरु छाइराखोस्। जहिले पनि हात यस्तै प्रकारले नै भइराखोस् कि यस्तै प्रकारले नै भइराओस्, यस्तो हुनुभन्दा चाहिँ यस्तै भइराओस्। भले त्यो धेरै भन्दा धेरै सानो भन्दा सानो एमाउन्ट किन नहोस्, तर यस्तै प्रकारको हातहरु चाहिँ अग्रसरहरु भइराखोस्। र यो हेल्पफुल हातहरुलाई चाहिँ हमेशा नै भगवानले है ब्लेस गरिराखोस्। हमेशा नै भगवानले अग्रसर गर्ने एउटा इच्छा, आकांक्षा र क्यापेसिटी र क्यापेबल बनाइराखोस् भन्दै तपाईको फ्यामिली सबैलाई चाहिँ भगवानले आशीर्वाद दियोस्। र यस्तो कुनै पनि प्रकारको दिनहरु तपाईहरुको घरमा नआओस्, कुनै पनि प्रकारको संकटहरु तपाईहरुको घर परिवारमा नआओस्। तपाईको घर परिवार त के पूरा जेनेरेसनमा पनि नआओस् भन्ने चाहिँ एउटा हामी पूरा कमल फ्यामिलीले चाहिँ हमेशा नै यो प्रार्थना गर्नेछौं भन्दै है धेरै धेरै धन्यवाद सबै कन्ट्रिब्युटरहरुलाई। स्पेशली दिलबीर गाउँ, मंगर गाउँ है, आज उहाँहरुको लागि धेरै धेरै धन्यवाद। उहाँहरुले कन्ट्रिब्युट गर्नुभएको छ र तपाईहरुको कन्ट्रिब्युटले कसै एउटा मासुम, एउटा एकदमै यङ ब्लड नानीको चाहिँ एउटा जीवन बाँच्नुमा धेरै भन्दा धेरै ठूलो सहयोग पुर्याउनेछ भन्दै धेरै धेरै धन्यवाद सबै कन्ट्रिब्युटरहरुलाई। थ्यांक यू दिलबीर।